हेलो गाइज, गुड मर्निङ। आज हामी बिहान लगभग 3:30-4 बजे उठेर नुहाइधुवाइ गरिसक्यौँ। अब आज हाम्रो जनकपुरको यात्रा मेरो दाजु फ्रेस दाजु अनि यहाँ चाहिँ बहिनीहरू रेडी हुँदैछ है। यहाँ सबभन्दा टाइम लाग्ने हो। आज हेरौँ अब हाम्रो यात्रा कस्तो हुन्छ। भरे भेट्दै गरौँ गाइज। गाइज अब चाहिँ हामी अलमोस्ट रेडी। 5 बजे हिँड्ने भनेको 5 त बजिसक्यो गाइस। 5 बजे हिँड्ने भन्दाखेरि हामी 5 बजिसक्यो। म टिका लगाइसकेँ। अब यहाँ पूजा गरिसक्नु माइजहरूले। अब 2-3 जना बाँकी। यहाँ भान्जा ढिलो गर्यो। बस मेरो केटा पगिदिन बहिनीहरूलाई चेन्ज गर्न लगाएर घरि बेस्ट लगा, घरि बेस्ट नलगा, घरि सर्ट लगा होइन। चेन्ज गर्दा आज बल्ल चेन्ज गरिसक्यो। अब हामी विथिन 10 मिनट्स त निस्किन्छौँ यहाँबाट भन्ने हो। भेट्दै गरौँ गाइस बाटोमा। गाइस मतलब भ्लगर नै बिर्सेछु हामी। कानीपुर कटिसक्यो हो चिल्लर पार्टीहरू। अब अलिक फरक हुन्छ गाइस। धेरै टाइम पछि हामी टाढा त होइन कोशी आइपुग्ला गाइस। अब कोशी पछि हामी भारत मन्दिर पुग्छौँ। मेरो दाइलाई भक्क लागिसकेको छ। फाइनली गाइज वी आर इन कोशी ब्यारेज। अब हेर्नु यहाँ डल्फिन देखिन्छ भन्छ मान्छेले। डल्फिन देख्ने भाग्यमानी हो। डल्फिन चाहिँ थाहा भएन। हामीले माछाको सुकुटी चाहिँ देख्छौँ होला। अब हेर्नु गाइज फाइनल्ली गाइज हामी भारत मन्दिर आइपुगेछौँ। अब यहाँ हामी दर्शन गर्छौँ, तपाईँहरूलाई पनि दर्शन गराउँछौँ भन्ने हो। यहाँ अब यहाँ हामी गाडीभित्र जान्छ। गाडीभित्र जान्छ। अब यहाँ वो त बुले जग्गा छ त। सो फाइनली दिस इज भारत मन्दिर गाइज। हाम्रो टोली यहाँ हाम्रो माइजू हुनुहुन्छ, ब्युटिफुल माइजू। म अनि हाम्रो नानी हुनुहुन्छ। नानी हजुरआमा है गाइज। हाम्रो माइजू हुनुहुन्छ, नानी हुनुहुन्छ, म भए होइन। अगाडि भाइहरू छ। हामी मन्दिर पुग्न लाग्यौँ। अब हामी मन्दिर जान्छौँ गाइस। अलि दर्शन सकेर अब जाँदैछौँ होइन। हामी अब गाडी चढ्नु लाग्यौँ। सबै अगाडि चढिसक्नु भयो। हामी जाँदैछौँ। यहाँभित्र सबै चढिसक्यो। के छ राम राम। ए छुट्यौँ यता भेना दिदी। गाडी चार्ज गर्न खाजा खान रोकेको साह्रै कमेडी भएको छ कि हाम्रो चाहिँ यहाँनिर। हामीले चाहिँ घरबाट के भन्छ सब्जीहरू पकाएर चना मटर सब्जी पकाएर ल्याउने भनेर सब तयारी पारेको। चना मटर पकाएर पनि राखेको। तर यहाँ 3टा महारानीहरूले मेकअपको चक्करमा टिकटकको चक्करमा होइन कुकर त्यो सब्जी नै बोकेनन्। अर्को ब्रेक लिइसकेका छौँ। मेरो दिदी यहाँ रुनु लाग्यो। किन भन्दा टाउको दुखेर हामी चिया खानु पर्खिरहेको छौँ। सबै यहाँ सबैलाई निदा लाग्यो। झप्रीले यसको आइफोनको चार्ज सकेर यहाँ बल्ल चार्ज पाउनु लागेको छ। यहाँ ऊ दिदी यहाँ चस्मा आउँछ दिदी। चस्मा लगाइएन तर चस्मा लाउँदा पनि सानो चस्मा लगाएन सर। कि कसो गाइस यो ठाउँ कुन चिन्नेले मेसेज गर्नु होला, कमेन्ट गर्नु होला गाइस यो कुन ठाउँ हो। गाइस सबै गलेर चकनाचुर होइन। बिहान लगभग 5 बजे हिँडेको मान्छे 5 बजे अहिले 1 बज्न लागिसक्यो होइन। त्यसले भमिट गर्दा 5 खेप चाहिँ भमिट गर्यो होला।
चलिसक्यो गाइज फोर्टी 45 मिनट हामी पुग्छौँ होला अघि बिचमा साथीहरूसँग भेट्यो त्यसको चाहिँ फोटो मात्र आउँछ भिडियो आउँदैन गाइज यो आँखा तर हेर्नेको गाइज भरे भाइरल हुन्छ भनेर यो पनि आउनु खोज्दैछ अर्को बाटोमा लागिसक्यौँ गाइज बाटो बवाल छ यता चाहिँ आउनै पर्ने हुन्छ गाइज मेरो चस्मा खोसेर लगाइसक्यो यसले यो यसको 2 घन्टाको मेकअप हेर्नु कस्तो भइसक्यो गाइज यो होइन होला Turn right. रामजानकी मन्दिर आगे से गाइज हामी फाइनली मन्दिर आइपुग्यौँ तपाईँहरूलाई म मन्दिर देखाउँछु अब जानकी टेम्पल हेर्नु रेडी अलिकति थोरै झलक एक झलक फाइनली वी आर हियर जनकपुर धाम दिस इज व्हाट वी एक्सपेक्ट गाइज हेर्नुस् अलिकति फोहोर रहेछ ठिक छ फाइनली गाइज वी आर हियर गाइज हियर राम जानकी टेम्पल जनकपुर सबै यहाँ हुनुहुन्छ अनि म चाहिँ यहाँ छु गाइज अब हामी घुम्नु हाम्रो दाइ छोडिनु पऱ्यो यार यहाँ हाम्रो ह्यान्डसम दाइ सर्ट चेन्ज गरेर पुरा हो के हो दाजु यस्तो गाइज हामी प्रवेश गरिसकेको छ मन्दिरभित्र है तपाईँहरूलाई म देखाउँछु ल कस्तो छ यस्तो बवाल छ यस्तो दामी छ है यहाँ यस्तो वाउ द आर्किटेक्ट के What is this, guys? So ho ho. दिदीलाई फोटो खिच्दै मन्दिरसँग भनेको यो मन्दिरसँग वाह यस्तो भद्दा निकालेछ यही मान्छे हो यही मान्छे यसको मैले भिडियोमा भरे हालिदिन्छु यस्तो बल निकालेछ मैले चाहिँ यसको भिडियो यसले भने मेरो चाहिँ बाबा रे हेऱ्यो भने मान्छे बोलाउँछ यार म्युजियम घुम्नु गएको हाम्रो फ्यामिली सबै यता दिउजी अगाडि यहाँतिर जसरी पूजापाठ हुन्छ यो एक्सपेक्टेसन भन्छ रियालिटी भएको छ यसको मेकअप 2 घन्टा गरेको हामी आउँदा चाहिँ गाइस मन्दिर चाहिँ एकछिन बन्द भएको छ 4 बजे मात्र खोलिन्छ अरे हामी आइपुग्दैन 2:30 बजेको छ अब एकछिन लगभग 1.5 घन्टा वेट गरेर अनि हामी मन्दिर घुम्छौँ दर्शन चाहिँ गरी छोड्छ है गाइस लगभग 300 किलोमिटर ट्राभल गरेको त्यसै होइन हामीले आज सिंगल डेमा अब हामी म्युजियम छिर्न आँट्दै गाइस ल यहाँ छ म्युजियम चाहिँ यहाँभित्र कता रहेछ होइन यहाँ फोटो खिच्नु मिल्दैन होला त्यो पनि हेरौँ गाइस भइसक्यो म तपाईँहरूलाई सबै देखाउँछु चाहिँ म्युजियममा फोटो भिडियो चाहिँ अलाउड रहेछ गाइस त्यही भएर मात्रै मैले खिचेको कि यहाँको अब चित्रकला हामी हेरौँ है त कस्तो बवाल रहेछ वाटर ब्युटी यहाँ त छैन गाइस तर यहाँ छ है अब यहाँ के छ कस्तो छ सीता जन्म केले छ होइन यहाँनिर पढ्नु होला यसो हेर्नु होला हामी त जान्छौँ अब यहाँ हाम्रो कसरी भएको अब हामी यहाँनिर राम सीताको बिहे भएको जानेछौँ होइन समथिङ के भन्छ थाहा भएन अलिकति हामी यहाँ जाँदैछौँ र सेल्फी हाल्नु परेको चाहिँ त्यो भिडियोबाट यहाँ त हाम्रो माइजू आउँदै हुन्छ माइजू को खै अब यहाँ जतिले एक्टिङ गर्दैछ भिडियो टिकटक बनाउँदैछ टिकटक हेरेर गाइज
गाइस हामी फाइनल्ली भित्र मन्दिर दर्शन गरिसकेर हामी खाजा पनि खायौँ हामीले है। अनि चाहिँ हामी यहाँ मन्दिरको मेन इन्ट्रेन्स जुन चाहिँ हामी फोटो मेनली देखिने गरिन्छ नि त्यहाँ हामी आएको छौँ। म तपाईँहरू देखाउँछु है त्यो वाइड एङ्गल यहाँ हेर्नुहोस् है त ल। यो हो क्या मेन इन्ट्रेन्स चाहिँ यहाँ पर छ होइन। हो यो हो है। अब यहाँ त्यस्तो राम्रो त आएन रे पनि हेरौँ के कस्तो आउँछ। म मेरो यहीँबाट भिडियो फोटो दिनु पऱ्यो कस्तो आउँछ एक्चुअली। अब लास्टै डेट थाकिसक्यो होइन। अब थाकिसकेपछि यहाँबाट जाँदैछु अब यो अब निस्किने बेला भइसक्यो। सबै निस्किसक्नु भयो मम्मीहरू चाहिँ। म पनि निस्किँदैछु। म खोज्दैछु उहाँहरू कहाँ हुनुहुन्छ भनेर। अब मैले बैना गेटको पर देखेँ। अब इट्स टाइम टु से बाई बाई टु जनकपुर गाइज। बाई बाई। अब धनुषा जाने कतै हुँदैछ हेरौँ। धनुषा गइन्छ भने के हुन्छ। ओहो सबैलाई आइसक्रिम खाइदिएर आइसक्रिम खानुपर्छ हामी पनि। के खाएको आइसक्रिम के खाएन। छोरा निस्केको मात्रै फेरि यहाँ झुम्का हेर्नु थाल्यो चुरा हेर्नु थाल्यौँ होइन। अब यहाँ कहिले के सकिन्छ उता पर फेरि यता जाँदैछ अर्को सपिङ। अब यो कहिले सकिन्छ कहिले गाडी आउँछ हामी कहिले हुन्छ फेरि अर्को धनुषा भन्ने ठाउँ जाने कुरा पनि हुँदैछ। त्यहाँ रामजीको धनुष हेर्नु जाने अरे गाइस। मिनी बाइक फोकसको हाइट सानो छ उहाँहरूको लागि ऊ जाने उताको बाइक है सानोबाट। जस यो जनकपुरमा धेरै कति पाइन्छ ट्राफिकको चाहिँ यस्तो मजा आउँछ हेर्नु होइन। जाम हेर्नु चाहिँ अरू के होइन। जाम हेर्नु गाडीहरूले कट हान्छ यताउता सुई जान्छ आफ्नो मन खुसी होइन। यहाँ चाहिँ रुल्स एन्ड रेगुलेसन चाहिँ अब लगभग खासै फलो हुँदैन भन्ने बुझौँ न यति चाहिँ। मेरो साथीलाई पनि यसरी गाडी चढा जाँदै गरेको हेर्ने ठुलो रहर छ गाइस। यहाँ चाहिँ इन्डियन गाडीहरू चाहिँ धेरै आउँदो रहेछ क्या। इन्डियन मान्छेहरू पनि यस्तो सानो बाइक सानो हिँड्नुहरूको लागि को मेरो साथीहरूको सानो हाइट छ यस्तो खालको बाइक लिनु होला तपाईँहरूले। फ्लिक्क परेको सानो कस्तो टाइम देखिँदो रहेछ। हाम्रो त्यहाँ अझै पर सपिङ चलिरहेको छ। पर त्यहाँ सपिङ गर्दै हुन्छ सुन किन्दै हुन्छ सुन 500 कि 600 पर्ने सुन। आउनु सबै। तैँले कतिको सुन किनेस् दिदी भन्दा 100 किन्नुहोस् सुनै किन्नु अरे गाइस। अब तर यहाँ सुन भन्दा कम छैन ए होइन पोते किन्नु लागेको छ झन्डै मैले डाइलग रङ भनेको छु। तर यहाँ पनि सुनहरू रहेछ झक्कु। यतिकोबाट यो चस्मा लिइसकिसक्यो होइन। फेरि मेरो मम्मीले पनि यहाँ किन्ने अरे गाइस। तर चस्मा कभर मात्र है। यहाँ मसँग चस्मा छ तपाईँहरूलाई म भरे देखाउँछु चस्मा कस्तो खालको चस्मा छ भनेर। सबैले यहाँ जनकपुरमा भने चाहिँ हाम्रो यहाँ साथीकोमा आएर किन्नु होला है गाइजहरू। सबैले यहाँ दामी यहाँ चस्मा राम्रो राम्रो पाउँदो रहेछ मिलाएर दिन्छ हाम्रो साथीले। के लिउँ भने कस्तो सुहाउँदैन मलाई। यो ठिक लागेको छ मलाई चाहिँ होइन। रेवन यो साइडमा अलिक सानो भएको छ नि छैन। अझ चित्त नबुझेको नेपाल टेलिकमको साइडमा अब नेपाल टेलिकमले के गरेको यस्तो। यो नेपाल टेलिकम वाट इज दिस। सब ठिकै जनकपुरमा तर यो चाहिँ मलाई साँच्चै मन पर्ने क्या। लास्टै जनकपुरबाट कसले हेर्दै हुन्छ प्लिज यार यो चाहिँ यसो हटाइदिनु पऱ्यो क्या। यहाँ आउने मान्छेहरूलाई यसो विचार गर्नुहोस् त। यस्तो राम्रो ठाउँलाई यसो फोर्न पारिदिनुहोस् न यार। यहाँ त भएन है गाइज। यो चाहिँ मन परेन है मलाई साँच्चै। अब तपाईँहरू के भन्नुहुन्छ जनकपुर साथीहरूलाई म भएर मेन्सन गर्छु यहाँ। अब रात मात्र हो यहाँबाट जाने होइन। सब सुतिहाल्छ अरे गाइज। अब हामीले ठाउँ चेन्ज गर्छौँ मेरो दाइ र मैले होइन। साथ दिएको छ कपालले साथ दिएको छ दाइलाई। दाइले मलाई साथ दिएको पनि दाइलाई कपालले साथ दिएको छैन गाइज। यहाँ पहाडीवालाहरूको हालत मेकअप आर्टिस्टहरू के हुँदैछ कृति ओ भोजपुरी आर्टिस्ट भएकै उठ्दैछ गाइज। भरे भेटो खाना खाने ठाउँमा।
गाइज जस्तै छ बाई बाई पानी पर्दैछ हाम्रो गाडी चार्जमा आएको छ हामी चिया खानुहरू ल्याएको हाम्रो नानी मम्मीहरू यहाँ हाम्रो पछाडि गाइजहरू छन् यहाँ पानी चन्द्रमुखीहरू भएको छ यो कुन ठाउँ हो थाहा छैन अब कञ्चनपुर आसपास आएर हामी गाइज यहाँ गाडी चार्जमा लागेको छौँ पानी पर्दैछ भन्नु पर्नु थाल्दैन पर्दैछ पानी यहाँ ओहो लाइट बऱ्यो कफी खाने हामी